हिजोकै कुरालाई फेरि रिपिट गर्छौँ। र ककनी हाम्रो ओरिजिनल डाटा भनेको यो हो। यसलाई चाहिँ फेरि यो सबै डिलिट गरिदिन्छु ल। हाम्रो सपोज यो ओरिजिनल डाटा यो हो। म्याक्सिमाइज गरौँ। ल यहाँनिर अनेसेसरी यो 15 जसको चाहिँ ल्याटिच्युड र लङ्गिच्युड थिएन त्यसले हामी डिलिट गरिसकेका छौँ। र अहिले भनेको अब यहाँनिर हाम्रो मिस्टेक कहाँनिर आइराखेको थियो भन्दाखेरि यसलाई चाहिँ 1 1 गर्दाखेरि यसले चाहिँ ट्रु मानेर बाँकी सबैले अरू फल्स को तरिकाले मानिरहेछ। ठिकै छ, अब यसले चाहिँ जे जस्तो अहिले आइराखेको छ त्यही तरिकाले डिस्प्ले गरौँ। अनि त्यसपछि अब हामीले चाहिँ एररहरू कसरी यसले चाहिँ मोडिफाई गर्ने अथवा त्यसले करेक्सन गर्ने त्यतातिर जाउँ है त। अब यहाँनिर अब हामीले डाटा चाहिँ यहाँनिर यो फिल्टर गरि नै सकेका छ। अब फिल्टर गरिसकेका छ भने अब खालि हाम्रो काम के हो भनेदेखि यसलाई सिएसभी फर्मेटमा सेभ गर्ने हो। सेभ एज सिएसपी ल यो कोकनी डाटा नाम अघि पनि त्यही नै थियो, अहिले पनि त्यही नै छ, तर खालि यसको के त फर्मेट हामीले चेन्ज गर्यौँ। ल त्यो चेन्ज गरिसकेपछि म यसले चाहिँ क्लोज गर्छु। हाम्रो डाटा अब यहाँनिर दुईटा आयो होइन। अब यो हामीले युज हुने डाटा भनेको कुन हो भन्दाखेरि एक्सेल कमा सेपरेटेड भ्याल्युज होइन। अब यसलाई यसको पाथ हामीले यहाँ कपी गर्नेछ नि, यहाँ कपी अनि त्यसपछि यहाँनिर एड डेलिमिटेड टेक्स्ट लेयर। ल यहाँ अलरेडी नै छ, नभइदिए भए हामीले ल अब यहाँनिर हेर्ने हो भने एक्सेल भ्यालु आएन, यहाँनिर कमा सेपरेटेड भ्यालु आयो। यहाँनिर ल अब एक्सफिल्डमा मेक स्योर हाम्रो चाहिँ जुन लङ्गिच्युड कलम थियो एक्स फिल्डमा चुज गर्ने, त्यसपछि ल्याटिच्युड वाइ फिल्डमा चुज गर्ने, अनि त्यसपछि जियोमेट्रीको सिआरएस छ नि हो यहाँनिर हाम्रो चाहिँ यहाँनिर के त अब यो डेसिमल डिग्रीमा भएको हुनाले त्यसपछि मोबाइलबाट कलेक्सन गरेको हुनाले यो भनेको हाम्रो WS84 भयो। यो अलरेडी नै छ, नभइदिया भए हामीले चाहिँ यहाँबाट पनि चुज गर्न सक्थ्यौँ होइन। यो कुनै एउटा हामीले चुज गर्न सक्थ्यौँ, त्यस्तै गरी यहाँबाट पनि छ, त्यहाँ नभएको अवस्थामा 4326 गरेपछि WS84 आउँछ। ल अब यसलाई जस्ट हामीले चाहिँ डिस्प्ले गरिदिउँ। अब यहाँनिर एकैछिन यहाँनिर केही चेन्ज गर्न सक्ने अवस्था आउँछ कि यहाँनिर पनि हेरिदिउँ। यहाँनिर पार्थेनियमको बुलियन आइराखेको छ है। हो यहीँबाट जब जुन मिस्टेक हामीले चाहिँ जुन आयो नि, वास्तवमा यो बुलियन त होइन, ट्रु अर फल्स त होइन। होइन वास्तवमा यो हुनुपर्ने के हो त, तपाईँको
होल नम्बर नै होइन। यदि होल नम्बर हो भने हामीले यहाँनिर त्यसलाई चाहिँ इन्टिजर, अब बाँकी चाहिँ इन्टिजरहरू 32 बिट लेखिरहेछ भनेपछि हामीले यहीँनिर 32 बिट चुज गरिदिन्छौँ। त्यस्तै गरी यहाँनिर अर्को ट्रु एन्ड फल्स भन्ने छ ओक्जियालिसको केसमा, अरू ठाउँमा त छैन होइन। भनेपछि हामीले यहाँनिर हामीले इन्टिजर 32 चुज गरिदिउँला होइन। यो पनि 1 र 2 एक भ्यालु छ। त्यस्तै गरी यहाँनिर अरू सब ठिकै छ। अब एड गरेर अनि त्यसपछि हेरौँ है त। ल, यसको एट्रिब्युट टेबल खोलेर हेरौँ। एट्रिब्युट टेबलमा अब हेर्ने हो भने हिजो जस्तो जुन प्रब्लम आइरहेको थियो ट्रु एन्ड फल्सको, अहिले आएन होइन। अब हामी के गर्छौँ त, यसलाई सेभ फाइलमा एक्सपोर्ट गरिदिने। अब यो तत्काल के छ भन्दाखेरि प्रोपर्टिजमा गएर हामीले यहाँनिर चेक गर्ने हो भने यहाँनिर सिएसभी फर्मेट छ होइन। सिएसभी फर्मेट छ अनि त्यसपछि अब यसलाई हामी गरेर एक्सपोर्ट अनि त्यसपछि सेभ फिचर सर्भिस। ल, अब यहाँनिर अब यो फर्मेटमा मेक स्योर हामी यस रहेछ फाइल, फाइल नेम। अब यहीँनिर अलरेडी यहाँ हामी यहीँनिर पुर्याइदियो, नभएको भए हामी चाहिँ यही फाइलमा जानु पर्थ्यो। नभएको अवस्थामा हामी यहाँ पाथ यो कपी गरेर अनि त्यसपछि हामीले यहाँनिर क्लिक गर्दाखेरि सेभ गरेपछि ल, सरी यहाँनिर यो गरेर हाम्रो पेस्ट गरेर सेभ गरेको नै अब यो ठाउँमा पुर्याइदियो अनि यसको फाइलको नेम हामीले ल स्याम्पल प्लट्स भनेर स्याम्पल प्लट्स। ल, त्यसपछि यहाँनिर सिआरएसमा मेक्स्योर अब 4326 नै छ। त्यसपछि यहाँनिर चेक नै हुनु पर्यो अनि यति गरेपछि अब मेन फाइल हाम्रो भनेको यो हो सेभ फाइल। यसको फाइल टाइप डट एसएसपी अर्थात् यो अब हाम्रो चाहिँ भेक्टरमा कन्भर्ट भयो होइन। भेक्टरमा पनि पोइन्टमा कन्भर्ट भयो। अब यसलाई हामी नराखौँ। ल, अब यसलाई चाहिँ अब हामीले कहाँ कहाँ छ यो प्लट बुझ्नु पर्यो भने यसरी हेर्छ। अब यसको हामीले कलर पनि चेन्ज गर्न सक्छौँ। कलर चेन्ज गर्नु पर्यो भने यहाँनिर प्रोपर्टिजमा गएर अलि डिस्टिङ्विस्ड खालको राखौँ। सिम्बोलोजीमा कर, त्यसपछि ठिकै छ। यो अल सिम्बल छ नि, मेक्स्योर अल सिम्बल नै होस् होइन। यहाँ धेरै छ अल चाहिँ, कलरफुल ग्रे स्केल सो केस धेरै छ, अल सिम्बल नै रहन दिनु। त्यसपछि अब हामीले तल, अब यसको कसै तल यसरी हेरौँ। सिम्पल मार्कर यो ठिकै छ, कालो नै रहन दिउँ। यो पनि चेन्ज गर्न सकिन्थ्यो होइन। अब यसलाई चाहिँ हामीले यहाँ थिचेर अनि त्यसपछि ल फर इक्जाम्पल अलिक डिस्टिङ्विस्ड कलर यहाँ फिल कलरमा यही छ। ल, यो साइज घटाउने बढाउने काम गर्न सकिन्छ। जस्तै यहाँनिर एप्लाई गरेपछि यस्तो आयो होइन। अब यही सेलेक्ट अहिले 3.2 छ, फर इक्जाम्पल 5 गर्दाखेरि अनि एप्लाई गरेर हेरौँ धेरै ठुलो आयो होइन। 2 गरेर एप्लाई गरौँ धेरै नै सानो आयो भनेपछि अघिको 3.2 हेर्दाखेरि यही नै सुइटेबल जस्तो लाग्यो। ल, ल एप्लाई गरेँ। त्यसपछि अब यसलाई चाहिँ अब हामीले एकैछिन अब प्लट नम्बर पनि छ। अब प्लट नम्बरलाई हामीले लेबलिङ गर्नु पर्यो भने यहाँनिर यो प्लटलाई लेबल गर्नु पर्यो, 1 2 3 4 5 देखाउनु पर्यो भने होइन। भनेपछि अब यसलाई हामी के गर्न सक्छौँ,
लेभल्स, त्यसपछि सिङ्गल लेभल, त्यसपछि प्लटलाई नै लेबल गर्ने हो। टेक्स्टमा गएर अब त्यो फन्टको साइज कति राख्ने त्यो डिसाइड गर्नु पर्यो। ल यो फन्ट यही नै होस्, स्टाइलमा हामी बोल्ड गरेर साइजमा 10 अथवा 12 नै राख्नु एकछिनको लागि। 12 एप्लाई गरौँ, यस्तो आयो होइन, केही देखाएको छैन नि। भनेपछि अब यसलाई चाहिँ बफरमा हामीले चाहिँ ड्र टेक्स्ट बफर गरेर एप्लाई गर्यो भने यहाँनिर हाम्रो ब्याकग्राउन्ड आइसकेपछि अझै क्लियर देखिन्छ। ल ल, अहिले तत्काललाई यही नै हो होइन, यसरी आइसक्यो। अब यसरी हेर्दाखेरि अब यो सबै स्याम्पल डाटाहरू कति डिस्टेन्सको इन्टरभलमा अथवा यहाँदेखि 1 देखि 14सम्म कति टाढा छ भनेर हामीले चाहिँ रफली मेजर गर्नु पर्यो भने हामी यो मेजर टुल लिन सक्छौँ। ल मेजर टुल छ, मेजर लाइन, अनि त्यसपछि यहाँबाट यहाँ क्लिक गरेर अनि यहाँसम्म यसरी क्लिक गर्दाखेरि रफली चाहिँ एउटै स्ट्रेट लाइनमा छ यो। स्ट्रेट लाइनमा यसरी हेर्दाखेरि झन्डै झन्डै 1700 मिटर होइन, 1700 मिटरको बिचमा छ। र एउटादेखि अर्को स्याम्पलको यहाँनिर मोटामोटी 96 होइन। यहाँदेखि फेरि यहाँ क्लिक गरेर डिस्टेन्स निकालौँ होइन, भनेपछि रफली 100 मिटरको बिचमा छ। कुनै अलिकति टाढा पनि छ, यो चाहिँ झन्डै झन्डै 180 मिटर डिस्टेन्स अपार छ होइन। कुनै चाहिँ 100 मिटर भित्रै पनि रहेछ होइन। भनेपछि यसरी यहाँनिर हामीले चाहिँ डिस्टेन्सहरू पनि हेर्न सक्छौँ है त। अब यति यो गरिसकेपछि अब यसले देखाउने के त, यो हाम्रो चाहिँ प्लान के हो, यसमा चाहिँ के गर्ने प्लान छ भन्नुहोस् त। हामी सर अब प्लट गरेर एउटा स्टडी एरिया अब म्यापको नेपालको म्यापमा अब देखाउने। अनि उम्, यो यहाँ गरेको भनेर एउटा आउटलाइन भयो, उम्। दुईटा त भयो। अनि एउटा चाहिँ अब यसमा चाहिँ कभर क्लासकोबाट चाहिँ काम गर्ने। होइन, जस्तो कि अब एकैछिन नि, अब यहाँनिर यसो बुझ्नु पर्यो यो के छ भने यो एलिभेसन भन्ने कुरा हो, भइहाल्यो होइन। यो हजुर, एलिभेसन भइहाल्यो, त्यसपछि यो जस्तो बाइडेन्स भन्ने छ, त्यसपछि 4 के हो यो त्यो भनेको कभर क्लास। कभर क्लास भनेको हजुर, पर्सेन्टेज कभर क्लास कभरेज। भनेको हजुर जस्तो 0 देखि 5सम्म परेको छ भने उहुँ, तिनीहरूको कभरेज 0 देखि 5 छ भने 1 क्लासमा पर्ने भयो। 5 देखि उम्। माथिको 25सम्म 2मा पर्ने भयो। त्यस्तै 3 4 गरेर सिम्बल राखेको त्यो हामीले। ए अनि यो खाली छ नि, यो त किन? खाली भएको त्यहाँ छैन त्यो प्लटमा भनेको। ए यो स्पेसिस नै फेला परेन भन्न खोजेको। हजुर, ए जुन यहाँ जुनमा भ्यालु छ त्यो प्लट नम्बर साइडमा प्लट 1मा जस्तो बाइडेन्स अँ, ग्यालिङ्सोगा अनि त्यसपछि त्यति दुईटा मात्रै भेटियो, अरू भेटिएन। ए भन्नाले यो ए खाली भन्नाले भनेको यहाँनिर यो हजुर ए भनेपछि टोटल मध्ये यहाँनिर भेटेको जस्तो कि आउट अफ 14 प्लट्सहरूमा यो बाइडेन्स भनेको एउटा दुईटा तिनवटा चारवटा 5 6 7 8 हजुर 9वटामा भेट्यो होइन। 9 वटा हजुर पार्थेनियम भनेको जम्मा 6, दुईटामा 5 र उसमा चाहिँ भेट्यो होइन। ल हजुर ल अब जस्तो यो डिस्टेन्स 130 छ भनेपछि 1 र 2को बिचको दूरी डिस्टेन्स भन्न खोज्नुभयो तपाईँले। यो डिस्टेन्स छ नि 130, यो आधार के हो त यो डिस्टेन्स निकाल्ने? हजुर त्यो आधार भनेको प्लट 1 र प्लट 2 को बिचमा त्यो तलदेखि सी लेभलदेखि सुरुको बाटोदेखि 130 मिटर भनेको सुरुको चाहिँ। अरूको हजुर। चाहिँ 130 र प्लट 1 र प्लट 2 को बिचमा डिफरेन्स भनेको। ए सुरुको रिफरेन्स बाटोदेखि 130 मिटर होइन, त्यसपछि हजुर जहाँदेखि
हजुर त्यसपछि पोइन्ट र पोइन्टको डिस्टेन्सको रिफरेन्स लिनु भएको छ होइन। हजुर ल ठिकै छ, अब यसलाई चाहिँ अब अघि जस्तै भनेपछि यसमा त अब खासै उ गर्नु नपर्ला पहिला जस्तो होइन। किनभने अब यो पोइन्ट त अब हाम्रो चाहिँ कुनको एउटा बनाएको थियो नि, हामीले चितवनको केसमा बनाएको थियौँ नि होइन। हजुर सर, त्यो होइन। अलि धेरै डिटेल थियो। अह। यसमा चाहिँ खासै त्यस्तो धेरै डिटेल जानु पर्दैन, हाम्रो यो केस स्टडी मात्रै हो। ए भनेपछि यसो गरौँ त यसलाई भनेपछि अब यसलाई चाहिँ के केमा देखाउने भन्नुहोस् त। अब यो एउटा म्याप त भइहाल्यो होइन। अब यसलाई चाहिँ अब हजुर, हामीले केमा देखाउने त भन्नुहोस् त। अब जस्तो त्यो स्पेसिसलाई केमा देखाउने भन्नुभयो कि होइन, जुन चाहिँ हामी लोकेसन म्यापमा देखाएको थियौँ नि त्यसरी नै देखाउने हो कि अरू तरिकाले देखाउने हो हजुर भनेर। हजुर सर, एउटा लोकेसन देखाउनु पर्यो। उहुँ। जस्तो हजुरले चितवनको एउटा नक्सा उ गरेर यहाँ पर्छ अनि छुट्टै त्यो आउटलाइन निकालेर गराउनु भएको थियो नि। हो जस्तो ल यहाँनिर हेरौँ त चितवनको यहाँ छँदैछ। ल चितवनको हजुर सर, म्यापमा मैले हेरेको थिएँ। हो यस्तो खालको छ नि। हजुर चितवनको केसमा त एकदमै डिटेल गरेका छौँ होइन। हजुर सर, त्यो हाम्रो माथिको आउटलाइन देखाउनु पर्यो कुन चाहिँ तिनको। माथि यो वाला। हजुर, यो उहरू म्यापको त्यो देखाउनु पर्यो पोजिसन। पहिला ककनीको पोजिसन देखाउनु पर्यो। पहिला यो स्टडी एरिया देखाउनु पर्यो होइन। त्यसपछि अनि सर अनि यो कभरेज छ नि 0 to 20 भनेर, हो हो। हो सेम त्यस्तै हो। ए ए भनेपछि अब यहाँनिर हाम्रो त 0 देखि 20 यहाँ त पर्सेन्टेज नै आएन। पर्सेन्टेज छ सर, कभरेज अफ प्लट इन पर्सेन्टेज हो क्या डाटा। ए भनेपछि प्रत्येक स्पेसिसको स्पेसिस वाइज भनेर तपाईँले जस्तो यहाँनिर जस्तो चाहिँ त्यहाँ छ नि। जिरो टु हजुर सर, त्यहाँ 0 to 20 भनेर लेखेको छ नि, कहाँ। त्यो अघिको चितवनको डाटामा। हो यो वाला। त्यहाँ मैले पर्सेन्टेजमा नलेखेर 1 भनेर त्यसरी रिप्रेजेन्ट गरेको छु कि। ए जिरो टु ट्वेन्टीलाई भनेपछि वान 1 भनेको राख्ने। 0 to 20 हो। हजुर, मेरोमा चाहिँ 0 to 5 हुन्छ, त्यहाँ 0 to 20 राख्नु भएको छ। ए ल ए यसो गरौँ जिरो टु त्यसो भए। फाइभ हजुर भनेपछि यो यो वाला भनेको हजुर अ, भनेपछि 1 भनेको 0 to 5 भयो होइन। हजुर, 2 भनेको 5 to 25 छ, 5 to 25 त्यसरी राख्नु होइन। भएको थियो। ल हजुर, त्यो ते- स्ट्यान्डर्डाइज ए यो क्लास यसो हो गरौँ कि। त्यसो भए भनेपछि यो तपाईँको के भयो भन्दाखेरि स्पेसिस वाइज निकाल्नु पर्ने भयो है। हजुर तपाईँले बाइडेन्सको एउटा हजुर निकाल्नु पर्यो, पार्थेनियमको अर्को निकाल्नु पर्यो होइन। त्यसपछि यहाँनिर हजुर, यहाँ यो सबैको छुट्टा छुट्टै एलिमेसन हजुर निकाल्नु पर्यो है। त्यसको लागि चाहिँ हजुर तपाईँले सर। के गर्नुहोस् भन्दाखेरि यहाँनिर स्टडी एरिया तपाईँले छुट्टै बनाउने हो यो होइन, यो कहाँ पर्छ भनेर। हजुर तपाईँले के गर्नु हजुर पर्यो भन्दाखेरि सजिलो तरिकाले यहाँनिर ल एकैछिन पहिला चाहिँ सबभन्दा पहिला तपाईँले बाइडेन्सको क्लासिफाई गर्नु पर्यो है। अब जस्तो अब यहाँनिर के भयो त तपाईँको बाइडेन्स अब यो नल भ्यालु आइरहेको छैन। भनेपछि अब यसलाई के 0 मान्न सकिन्छ त। जिरो मान्न। अँ अब हुन त यहाँ जिरो टु जिरो चाहिँ सर ट्वेन्टी कुनै क्लास छैन। छैन। 0 to 20 हाम्रो 0 to नै सर, त्यस्तो छैन। छैन भनेपछि हजुर यो सर, 1 भनेको के मान्ने त। हामी 0 to 5 भन्ने बुझ्यो, ए त्यसभित्र 1 भनेको पर्छ जिरो टु भनेर। फाइभ नै भनेर बुझ्यो। भनेपछि दुईटा हजुर कुरा सर। भयो पक्नुस् है। यहाँनिर अब हाम्रो यसमा एब्सेन्ट भन्न पाइयो त्यसो भए यो यहाँ छैन नै भन्न पाइयो होइन। जुन नल आइराखेको छ नि त्यो नल के एब्सेन्ट हजुर भन्न न पाइन्छ कि पाइँदैन। हजुर
पाइन्छ है। पाइन्छ। ल त्यसो भए हजुर। यसो गरौँ, सबभन्दा पहिला बाइडेन्सलाई क्लासिफाई गरौँ है त। ल भनेपछि अब यहाँनिर ल यहाँनिर लेबल्स अनि त्यसपछि ठिक छ सिम्बोलोजीमा गएर यसलाई क्याटेगोराइज गरौँ अनि पहिला चाहिँ बाइडेन्सको आधारमा हामीले क्लासिफाई गरौँ। ल यहाँनिर अल अदर भ्यालुज भनेर आइराखेको छ, एक दुई सबै आयो। अनि त्यसपछि यसलाई हामी के गरौँ त, अब एब्सेन्ट भनेर मानिदिउँ, किनभने एक पनि छ, दुई छ, तिन छ, चार छ, छ छ, त्यसपछि कुनै भ्यालुहरू त्यस्तो पनि छ जुन चाहिँ त्यहाँनिर केही भ्यालुहरू छैन। भनेपछि एकलाई कतिदेखि कति मान्ने, एकलाई सर 0 to 5। एकलाई 0 to 5 होइन। भनेपछि यहाँनिर जुन एक छ नि, यहाँ लिजेन्डमा आएर हजुर। 0, यसलाई हामी के यहाँनिर के मानेछौँ त, 0 होइन, 0 स्पेस ड्यास 5 अनि के पर्सेन्ट हो कि के हो यो? हजुर सर, त्यही हुन्छ। ए ठिकै छ, यसलाई पछि माथि पर्सेन्टेज। उसलाई राख्नु होइन। पर्सेन्टेज, हजुर। ल हजुर। त्यसपछि 2 भनेको 6 to 25। 6 to 25 होइन। त्यसपछि 3 भनेको हजुर सर। ट्वेन्टी 20। सिक्स टु फिफ्टी 3 भनेको 26 to 50। ल 4 अनि त्यसपछि 51 to 75। टु सरी 51 75। ल 6 अनि 76 to 95। 95। त्यसपछि यहाँनिर यो लिजनमा यहाँनिर एब्सेन्ट लेखिदिन्छ है त, छैन भन्ने सेन्समा। ल अझै एउटा छ सर, 6। एउटा के भयो? छ नि 6 त छ सेभेन्टी यहाँनिर। सिक्स टु नाइन 76 to 95। से- 46 ए भयो। ए ल 76 to 95 होइन। अनि यो यसले चाहिँ एब्सेन्ट राखौँ। अनि तत्काललाई अब यो कलर यहाँ यस्तो सर खालको 5 छुटो। 5 नै छैन जस्तो लाग्यो, नभए त आउँथ्यो त 5 त। हेर्नु त सर। ल एकछिन है त, जस्तो यहाँनिर आयो होइन डिफ्रेन्ट त्यसमा कलर। भ्यालु 5 नभएको भए 6मा चाहिँ 95% एभोभ रहेछ। 5 छ सर, 5 पनि। होइन यहाँ छैन नि, 4 छ, 6 छ, 2 ए उसमा 3 छैन न। ए छैन हजुर 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 होइन। त्यसो भए त्यहाँ 6मा चाहिँ 95 एभोभ राख्नु पर्यो। 6मा 95 हो। ल त्यसो पर्नु हजुर। है, फेरि यहाँनिर आएर 6मा एकैछिन, जस्तो 1 भनेको 0 to 5, 2 भनेको 6 to 25, 3 भनेको 26 to 50, 4 भनेको 51 to 51 to 75। 75, 6 भनेको 95 एभोभ हुन्छ त्यहाँ। 5 चाहिँ 76 to 95 हुन्छ। जहाँ अब 5 को भ्यालु हुन्छ ए नि। ए 5 को भ्यालु भएको ठाउँमा ए होइन। यो भनेपछि कलममा चाहिँ 5 थिएन, त्यही अँ भएर त्यही भएर कति राख्थ्यौँ त यो, 95 एभोभ। ए 95। अनि अब यो होइन। अनि त्यसपछि अर्को भनेको अब यो एब्सेन्ट नै छैन, यसमा चाहिँ छैन। अब यसले चाहिँ अब कलर कसरी चेन्ज गर्ने थाहा भइहाल्यो। अब यसैमा पनि अब कुनै नयाँ कलरहरू दिनु पर्यो भने हामी यसैमा पनि राखिन सक्छौँ। ल अब यो कलर अनुसार अब यी हेर्ने बित्तिकै पनि थाहा भइहाल्यो नि होइन। अब यो यसमा चाहिँ कति त कुन रेन्जमा पर्यो थाहा छ नि त अब होइन, यहाँ कलर हेर्दाखेरि। अब यो भनेको के हो त, बाइडेन्सको लागि भयो होइन।
त्यस्तै गरी अब हामीले अर्को पनि के गरिदिन सक्छौँ त सेम तरिका हामीले चाहिँ पार्थेनियमको लागि पनि बाँकी सबैको लागि त्यही नै एप्लाई गर्नुपर्ने होइन सेम प्रोसेस हो कि होइन हजुर सर सर सबै त्यही हो त्यो 5 आयो भने चाहिँ 76 to 95 गराउनु पर्यो त्यति हो। ए ल त्यसो भए अब यसलाई चाहिँ यहाँनिर फेरि हामीले यो कुरालाई बाइडेन्स यो भइसकेपछि अब हामीले चाहिँ प्रत्येक स्पेसिसको लागि छुट्टा छुट्टै गर्नु पर्यो जस्तो यो बाइडेन्स भयो होइन अब हजुर त्यस्तै गरी सर। अब यसलाई चाहिँ हामी के गरौँ भन्दाखेरि म यसलाई कपी गर्छु अनि सरी कपी गर्न खोजेको योपट्टि थिचेछु अब यो भनेको हाम्रो लागि के भयो त बाइडेन्स होइन यसलाई के छ यो बाइडेन्स हो यसलाई एउटा मात्रै भयो त्यसले ग्रुप गर्न पनि मिलेन ठिकै छ यसलाई पछि पनि काम लाग्छ भनेर अँ, यसलाई कपी गरेर यहाँ यसलाई कपी गर्ने कपी लिएर अनि त्यसपछि यो खाली ठाउँमा यसरी आएर एडिट पेस्ट गरेपछि यहाँ दुईटा आयो होइन भनेपछि अब यहाँनिर के गरौँ त यसलाई पहिला गरौँ यसैले कपी पेस्ट गरेर दुईटा बनाइदिएछौँ अनि त्यसपछि अब एउटालाई रिनेम गरौँ जस्तो फर इक्जाम्पल अब यो बाइडेन्स भइहाल्यो होइन यहीँबाट कपी गरेर अर्को बनायौँ एउटालाई हामी राइट क्लिक गरेर यहीँनिर रिनेम लेयर गरौँ अनि यसको नाम चाहिँ बाइडेन्स गरिदिउँ ल बाइडेन्स गरिदिउँ त्यसपछि अर्को हाम्रो के हो त जुन खोले पनि भयो पार्थेनियम हो होइन पार्थेनियम भने यसले चाहिँ पार्थेनियम बनाइदिउँ यसलाई यहाँनिर नै यही राइट क्लिक गरेर रिनेम लेयर पार्थेनियम पार्थेनियम ल अब यो बाइडेन्सको काम सक्यो अब यसलाई हामी एकछिन अफ गरौँ त्यसपछि तर पार्थेनियमलाई त हामीले के त यो त अघि बाइडेन्सको आधारमा क्लासिफाई भएको थियो होइन बाइडेन्सको आधारमा अब पार्थेनियमको लागि त यसको क्लासिफाई गर्नु पर्यो होइन यसको आधारमा पार्थेनियमको आधारमा भनेपछि यहाँनिर राइट क्लिक गरेर प्रोपर्टिज अब अघि के थियो त बाइडेन्सको आधारमा अब यसलाई हामी पार्थेनियमलाई पार्थेनियमकै आधारमा क्लासिफाई गरौँ ल अनि यहाँ क्लासिफाईमा क्लिक गरेर यस गरौँ अब दुईटा मात्रै आउने हो ल एउटा भनेको अब यसमा प्रेजेन्ट छ होइन प्रेजेन्ट अब यसको लागि फर इक्जाम्पल यहाँनिर ल एक्जाम्पल यहाँनिर एउटा यस्तो राख्थे अनि अर्को एब्सेन्ट वालामा ल यस्तो राख्थे दुईटा नै हो अब यो भनेको त्यो लिजेन्डमा वान भनेको यो कति हो कति थियो भन्नुहोस् त 0 to 5 हो हजुर सर। 0 5 ल यो दुईटा आएन सर एउटा सोध्नु थियो जस्तो यो जुन हामीले डट सिम्बल राखेको छौँ नि हजुर पोइन्ट उम्, त्यसलाई कि जस्तो कभरेज हाम्रो कहीँ 1 छ जस्तो बाइडेन्सकै 1 कुनै प्लटमा 1 छ कुनैमा 4 छ
कुनैमा हाई छ अब कुनैमा लो छ भन्ने बुझ्यो त। उम्, अब यहाँनिर यसमा यसरी चाहिँ नै जस्तो यो सिम्बललाई चाहिँ उम्, ठुलो र सानो गराएर साइजहरू रिसाइज गर्न मिल्छ कि नै? मिल्छ। अब जस्तो कुनलाई ठुलो साइजहरू बनाउने, रिसाइज जुनमा पाएको छ त्यसलाई जसको ठुलो कभर बनाउने। नै जस्तो एउटा प्लटमा के अरे 14वटा प्लटमा हाम्रो बाइडेन्स पाइयो होइन। उम्, अघि हामी सपोज भनौँ अब प्लट नम्बर 4मा चाहिँ त्यसको कभरेज हाई छ। बाइडेन्सवालाको सपोज कुरा प्लट गरेको। नम्बर ल ठिकै छ, यस्तो हजुर गरौँ, पहिला यसलाई पार्थेनियमलाई अफ गरौँ, बाइडेन्सलाई अन गरौँ होइन। ल बाइडेन्सको मैले यहाँनिर यसरी हेर्दाखेरि 0 to 5 भनेको अब यो यिनीहरू कुन कुन भयो त, यो भयो, यो भयो, यो भयो होइन। अब यसले के गर्ने भन्नुहोस् त। हजुर सर। यसले के गर्ने अब। जस्तो अब हाम्रो बाइडेन्स 0 to 5 प्लट नम्बर 1मा छ भने एकचोटि त्यो डाटा निकाल्नु मिल्छ सर अघिको? मिल्छ। ल हजुर सर। अब यसमा चाहिँ हाम्रो बाइडेन्सको कभरेज प्लट 2मा हेर्नु त 6 हाई छ। ओहो 6 हो। अब प्लट 2मा चाहिँ बाइडेन्सको जुन चाहिँ पोइन्ट हामीले सर्कल अघि क्लासिफाई गरेको छौँ नि, हो त्यो सर्कललाई चाहिँ हामीले अलिक ठुलो लार्ज साइज या यो प्लटमा चाहिँ यसको हाई छ भनेर केही छुटाउन ए मिल्छ कि मिल्छ। नै भनेर त्यो हो सिम्बल मिल्छ, हाल्छ। जस्तो यो हजुर 6 त्यही वाला सोध्नु। होइन। 6 वाला, हजुर 6 वाला। 6 वालाले हामी के क्लासिफाई गरेका छौँ हेरौँ है त। हजुर यहाँनिर राइट क्लिक गरेर प्रोपर्टिजमा गए, 6 होइन। हो यो भनेको हजुर हाम्रो 95 अब भनेको छ होइन। भनेपछि यो वाला हो। हजुर सर। ल ठिक छ, हजुर त्यसो भए ओके गरेर यो वाला हो भनेपछि यसलाई ठुलो बनाउनु पर्यो हजुर भने अघि जस्तै यहाँनिर डबल क्लिक गर्ने। अनि त्यसपछि हजुर मैले भनेको थिएँ नि, यो साइज यहाँबाट चेन्ज गर्न मिल्छ। अनि यसलाई हजुर हामी चाहिँ साइज अहिले चाहिँ 3.2 छ भने फर इक्जाम्पल 4 बनाएर हेरौँ, यो 4ले पनि डिस्टिङ्विस हुँदैन, 4.5 गरौँ। अनि त्यसपछि लेट्स सी होइन, यहाँनिर आयो नि, हजुर यो ठुलो आयो हजुर। होइन। अब यो ए त्यसले भन्दा पनि हुन्छ अब सर। 6 नै बनाएर हेरौँ एकपटक होइन। यसरी पनि हेर्न पाइयो होइन, अरूभन्दा हजुर रिलेटिभली चाहिँ ठुलो देखिया छ नि त होइन। हजुर हजुर होइन, यसरी हेर्न सकिन्छ। ल टाइम सक्न लाग्यो, हजुर। यसो गरौँ, अब यसलाई जे छ अहिले यसैलाई हुन्छ सर। पहिले सेभ गरौँ। सेभ कहाँ गरे त, कम्पनीमै सेभ गर्ने, कम्पनी। ल सेभ छ त। यही कुरालाई चाहिँ फेरि भोलि पनि अब हामीले यसरी कन्टिन्यू गर्ने हो है त। सेभ गर्छु। त्यसपछि बाँकी अरू स्पेसिसहरू पनि बनाउनु पर्यो नि होइन। यहाँनिर बाइडेन्स यो सबै स्पेसिसको बनाउनु पर्छ, त्यस्तै गरी यहाँनिर यो के अरे रिजनेसको पनि देखाउनु पर्ने होला होइन। हजुर सर। ल यसलाई सेभ गरेँ, क्लोज गरिदिन्छु। ल आजलाई यति नै गरौँ।